यो चाहिँ हो मेरो भाइटिकाको ब्लग। साथी एकदमै ढिलो अपलोड गर्दैछु नि त साथीहरू, एडिट गर्नु टाइम नपाएर, त्यसको लागि चाहिँ माफी चाहन्छु साथीहरू होइन। अनि बिमारले गर्दा घरि यता हस्पिटल कुद्दा घरि के गर्दा होइन ढिलो भयो नि त, त्यही भएर चाहिँ आज चाहिँ म अपलोड गर्दैछु साथीहरू हो। अन्त हामी चाहिँ गएको थियौँ माथि बहिनीको घरमा, काकाको छोरीको घरमा चाहिँ भाइटिका खानु गएको थियौँ। अनि बहिनीले चाहिँ पुजिसकेर चाहिँ दाजुहरूलाई भित्र लगिसक्यो होइन। अन्त त्यहाँदेखि ठुलो दाजु उसको ठुलो दाजुले टिका लगाइदिँदैछ। अनि यता चाहिँ सबैजना फोनमा बिजी छ, म त कराइ पनि दिएँ होइन। अन्त त्यहाँदेखि मेरो पालि आयो होइन, मलाई पनि टिका लगाइदिएछ। हामी चाहिँ सालै पछि सँगै जान्छु नि त, म बुढाबुढी हामी सँगै जान्छु होइन, गएर टिका सिका लाउँछौँ हामी हो। त्यही भएर चाहिँ आज म पनि गएको थिएँ। अन्त यसपालि चाहिँ मेरो देउरानी पनि आएको छ नि त, देउरानी भाइले बिहा गरेको छ अन्त यो देउरानी पनि गएको छ। अन्त मेरो छोराको चाहिँ लास्टमा टर्न आउँछ अरे, हेर्दै मैले जिस्काइ पनि दिएको थिएँ होइन। अन्त त्यसपछि मेरो माइला देवरको पालि पनि आइसक्यो हो। यसरी नै टिका लगाइदिँदैछ। अन्त मेरो छोराको चाहिँ टर्न आएकै थिएन नि त, ऊ चाहिँ पुलुक पुलुक हेर्दै थियो नि त। अनि यहाँ चाहिँ हुन्छ मेरो देउरानी हो, देउरानीलाई पनि लगाइदिँदैछ होइन बहिनीले टिकाहरू। अनि यसरी नै हुँदैछ हाम्रो चाहिँ हो। बल्ल बल्ल मेरो छोराको टर्न पनि आइसक्यो। मेरो छोराको टर्न आउँदाखेरि खुसी भएर लाउँदैछ नि त। त्यसपछि चाहिँ दाजु चाहिँले बहिनीलाई लगाइदिँदैछ टिका होइन। अन्त यसरी लगाइदिनुपर्छ अरे नि त। मेरो हस्बेन्ड चाहिँ एकदम टिका लगाइदिइसक्यो होइन। अन्त त्यसपछि हामी गयौँ तल मेरो दिदीको घरमा। हाम्रो नानीको चाहिँ दिदी हो नि त, दिदीको हातको पनि खान्छ होइन। अन्त उसले पनि टिका लगाइदियो, जस्तो सिकाएको थियो उसलाई होइन त्यस पाराले गर्दैछ उसले हो। अन्त भाइ चाहिँलाई ओखरहरू घुमाएर पनि बाहिर लगेर फुटाइसक्यो। अनि अब चाहिँ टिका लगाइदिँदैछ भाइ चाहिँलाई होइन। भाइ चाहिँले चाहिँ एकदम मलाई लगाइदिनु भनेर अगाडि सर्दैछ, नाना चाहिँले लगाइदिँदैछ होइन। यसरी सिकाउनु पर्छ नि त। अनि हामी चाहिँ फेरि अर्को बहिनीको घरमा गयौँ टिका लगाउनु हो। अन्त सधैँ चाहिँ मेरो हस्बेन्ड नै कोही पहिला पालो आयो होइन, पहिला पालि आयो उसकै। अन्त बहिनीले चाहिँ एकदमै मिठो आशीर्वाद दिन्छ नि त, त्यही भएर मलाई एकदमै मनपर्छ क्या उसको हातको टिका लगाउनु क्या। एकदमै मिठो दिन्छ होइन आशीर्वाद। आजको दिनमा दिएको चाहिँ आशीर्वाद पनि लाग्छ होइन। यति मिठो आशीर्वाद दिन्छ नि, हर साल यसरी नै आशीर्वाद दिन्छ होइन। अनि बहिनीले मलाई दिँदैछ आशीर्वाद, दिदीले टिका लगाइदिँदैछ नि त। अनि त्यसपछि हामी चाहिँ बसिरहेको छौँ आफ्नो आफ्नो पाली पर्खिँदै होइन। म उठेँ, त्यहाँदेखि अब मेरो छोराको पाली पनि आयो। अरू भाइहरूको त मैले भिडियो गर्नु पाइनँ होइन। अन्त मेरो छोरालाई पनि एकदम आशीर्वाद दिँदैछ, उसले एकदम सुनिरहेको छ होइन। यसरी आशीर्वाद दिएको चाहिँ मलाई एकदमै राम्रो लाग्छ हो। अन्त मलाई मालासाला लगाइदिएर होइन। त्यहाँदेखि हामी गयौँ अर्को बहिनी प्लस मेरो चाहिँ बेस्ट फ्रेन्ड हो होइन, स्कुल फ्रेन्ड होइन, बेस्ट फ्रेन्ड हो। अन्त उसकोमा पनि गयौँ होइन टिका लगाउनु। अन्त उसले पनि टिका लगाइदिँदैछ मलाई होइन। हुनु त मेरो साथी हो, बेस्ट फ्रेन्ड हो, तर अब साइनोले पढेपछि अब होइन अब त्यस्तै हो होइन, नन्दा परेको छ होइन। त्यही भएर चाहिँ म टिका लगाउनु गएको थिएँ उसको घरमा पनि, एकदमै रमाइलो गऱ्यौँ होइन। यहाँनिर चाहिँ मेरो दुईजना साथीहरू छ हो, हामी चाहिँ एकदमै बेस्ट फ्रेन्डहरू हो नि त। आज सबैसँग भेट भएर चाहिँ एकदमै खुसी लाग्यो नि त। अनि साथीहरू यति नै हो मेरो मिनी ब्लग। सो बाई बाई साथीहरू, लाइक कमेन्ट